हेलो हजुर राजकुमारजी भन्नुभयो हजुर हजुर हेलो हजुर हजुर सुन्नु न म यो नेपाली पत्र भन्ने पत्रिकाबाट हो एउटा यो क्या यो हजुरहरू यो काउन्सिलले चाहिँ क्या पैसा लियो भनेर चाहिँ घुस लियो भनेर कुरो आएको छ के त्यो कुरो बुझ्नलाई मैले फोन गरेँ सरलाई त्यही कुरो के हो कुरो तपाईँहरूसँग घुस लिएको हो कि होइन त्यो कुरो खुलाइदिनु त्यो कुरो अब अहिले नगरिहालौँ होइन मैले अब यहाँ हामी त्यो न्युज तयार गर्दै थियौँ होइन त्यही भएर यहाँ तपाईँहरूको नाम आएको छ क्या यो विद्यार्थीहरूसँग चाहिँ पैसा लियो भनेर चाहिँ कलेजले क्लेम गरेर कलेजसँग कुरा भइसक्यो तपाईँसँग हामी इन्डिभिजुअली सबैलाई उ गरे हो त्यही भएर तपाईँहरूसँग लियो हो कि होइन त्यति मात्रै सोध्न खोजेको ल एकछिन म अहिले बिच अहिले एकछिनपछि फोन गरौँ न है अनि त्यति मात्रै लिएको हो कि होइन त्यति भनिदिनु न त्यति मात्रै सोध्न खोजेको सर एकछिनपछि फोन गरौँ न एकछिनपछि म भन्नु त्यो त्यति भन्नलाई सर एकछिन भन्नु पर्दैन नि लिया हो भने हो भनिदियो भइहाल्यो नि सर हो भने लिया हो होइन भने होइन त्यो कुरो त्यति खुलाइदिनु न हुन्छ हुन्छ त्यो पछि कुरा गरौँ न नि ठिकै छ पछि गर्नु सर पछि गरौँ न एकछिन ल